आज मैले फर्स्ट टाइम घरमा बनाएर खुवाए बाबालाई मटन करी, जसको स्वाद होटलमा मिल्ने मासु भन्दा पनि राम्रो थियो। आज बिहान उठेपछि मैले हेरे आज घरमा बाबाले मासु लाउनु भएको थियो र अब मेरो घरमा मासु बनेको 1 हप्ता जति भइसकेको थियो। त्यही भएर आज बिहान घरमा मासु हेर्दा मेरो मनमा खुसीको पहाड उड्न थाल्यो, किनकि आज धेरै दिनपछि म घरमा मासु भात खानेवाला छु र त्यो पनि आफ्नो हातबाट बनाएर। र अब मासु बनाउनको लागि म सबभन्दा पहिला कुकरमा तेल गरम हुन बित्तिकै मैले यसमा जिरा खुर्सानीको फोरन दिए। त्यसपछि मैले यसमा 1 किलो जति प्याज काटेर हाले र अब प्याज हालेको 2 मिनेटपछि मैले यसमा मासु पनि हाल्न थाले र अब यसमा सबै मासु हालेपछि मैले यसले राम्रोसँग चलाएर मिलाइदिए। त्यसपछि अब यसमा मसला हाल्नको लागि मैले आफ्नो सानो बहिनीलाई भनेर अथेन्टिक तरिकाबाट सबै मसला पिसवाई हाले र अब यो मसला पिस्ने बित्तिकै मैले सबभन्दा पहिला यसलाई हाले। त्यसपछि अलिकति खुर्सानी, धनियाको पाउडर, त्यसपछि आफ्नो स्वादको अकर्डिङ यसमा र अब लास्टमा यसमा अलिकति हल्दी पनि हाले। त्यसपछि म यसलाई अलिकति चलाएर कुकरको ढक्कन बन्द गरेर मैले यसमा 3 सिटी लगाए र अब यसमा 3 सिटी लाग्ने बित्तिकै मैले यसको ढक्कन खोलेर मासुलाई भुट्न थाले र यसलाई आधा घण्टा जति भुटेपछि मेरो मासु पाकेर तयार भइसक्यो थियो खानको लागि। त्यसपछि मैले सबभन्दा पहिला थालमा भात पस्केर बाबालाई खुवाएर चेक गराए र अब बाबालाई खुवाएपछि मैले पनि लास्टमा खाएर हेरे र अब यसले खाएर हेरेपछि म तपाईहरुलाई एउटै कुरो भन्छु, सबैलाई बाइ बाइ।